गर्मी मौसम आएसँगै यहाँ चाहिँ एकदम धेरै झिँगा छ क्या हजुरहरूले देख्न सक्नुहुन्छ कति धेरै झिँगा आइरहेछ यहाँनिर झिँगा अनि टाँसिने राखिदिएको रहेछ हाम्रो साउहरूले चाहिँ यहाँ कति धेरै झिँगा आउँथ्यो नि त यो बाहिरको रुम हो खासमा चाहिँ हाम्रो सिजनलको लागि आउनुभएको दिदीहरूको लागि राखेको अनि यो लगाइदिएको छ पर्दा लगाइदिएको छ पर्दा ओके अनि हाम्रो रुमतिर जानेमा पनि यो लगाइदिएको छ स्ट्रेचिङवाला ट्याक्कै बन्द हुन्छ अब ढोका त खुल्ला राख्नु पऱ्यो गर्मी भएपछि होइन अनि यस्तो हुँदो रहेछ क्या यहाँ चाहिँ यहाँ चाहिँ सही लाग्यो हाम्रो नि लामखुट्टे लाग्ने समयमा चाहिँ यस्तै गर्नुपर्ने है एकदम राम्रो रहेछ यो चाहिँ गफमा मैले कहाँ लिएर आएको ह्याङ्गर है आइ एम भेरी भेरी फुल मोबाइल बोकेपछि म चाहिँ खासमा सब्जी लिन जानु लागेको थिएँ तर त्यहाँ त मेरो किचन हो मैले देखाइसकेको छु यो चाहिँ मेरो रुम सब्जी लिन जाउँ मैले आफै रोपेको सब्जी म लिन जाँदैछु गाइजहरू यस्तो ग्रुप भइकन किनभने भर्खर आएको नि त काम गरेर सो आइ एम नट ब्युटिफुल ओके कस्तो पो देख्यो होला नि त के गर्ने सब्जी लिन जानु भनेको त्यहाँ दाइको साथीहरूले अड्डा जमाएर बसिरहेको छ क्या सो आई डोन्ट ह्याभ हिम्मत यो चाहिँ बन्द गर्नुपर्छ नभए फेरि डगी निस्किन्छ कुकुर यो अङ्कलले चाहिँ रोप्नु भएको छ स्ट्रबेरी खाइदिउँ क्या हो एउटा कस्तो होस् नो 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 क्या राम्रो मौसम भइरहेछ वाउ आई लभ मलाई चाहिँ यस्तो खाले मौसम चाहिँ मैले कति भन्नु है कस्तो राम्रो लाग्छ रिङ्गटाइ पो चल्यो यहाँ अङ्कलले चाहिँ फुल रोप्नुहुन्छ सिजन बसन्त ऋतु आएको फिल गराउनुहुन्छ क्या जे होस् क्या खतरा भइरहेछ यो सागहरू हेर्नु ल रायो साग टाइपको यो खोर्सानी क्याप्सिकम टाइपको खोर्सानीहरू हो हामीले नै रोपेको यो चाहिँ यो चाहिँ के रहेछ भनेको त अच्छा यो किन छ बिचमा भन्थेँ नि म झिँगा बिचरा किरा फट्याङ्ग्रा टाँसिने पो रहेछ त लिसो क्या लिसो ओ म त के रहेछ यो भनिरहेको थिएँ अनि यता चाहिँ हाम्रो सागबारी हाम्रो हाउस बट अनि त्यहाँनिर चरा उडिरहेछ म जस्तै एक्लै कठैभरि लै अब म आइपुग्दैछ हाम्रो बारीमा यो चाहिँ हाम्रो बारी योपालि सब्जीहरू सब खतम भएको छ म चाहिँ पक्चोइ लाने विचार गर्दैछु ओहो टमाटर त फल्नु पनि थालिसकेछ मलाई के दुःख लागेछ भने मैले यहाँ सिस्नुको बिउ छरेको थिएँ उम्रेन अनसक्सेसफुल अनि योपालि सब्जी अलिक निराशजनक भएको छ म चाहिँ यो लानु पऱ्यो उखालेरै किनभने फुल आइसकेको छ नि त उखालेर लान्छु यो डिस्टर्ब पनि हुन्छ होला करेलालाई त्यही भएर म उखालेर लाँदैछु दामी छ कसरी बनाउने भनेर सोच्दैछु सुप हालेर खानु मन लाग्छ मलाई सुपभन्दा पनि सुप साग पनि छ है यहाँ यो चाहिँ लास्ट इयरको आफै उम्रेको योपालि नाबो भन्छ नाबो त्यही हो यस्तो राम्रो भएको छ है तर अलिअलि किरा लागेछ नो वरिज लिटिल वाउ नाइस राम्रो चाहिँ लानु पऱ्यो है के गर्नु त आफ्नै लागि त हो यति लगाइ भने इनफ हुन्छ अब म के लाउँछु ओके
आशिक है जो नहीं मैं क्या करूं दिल पे कोई जो नहीं है मैं क्या करूं ये दिल वो जमानाको गीत बलिउडको गीत बलिउड अलिअलि किरा लागेको छ तर केही हुँदैन चाइनिज साग भनेर भन्थ्यो नि पहिला पहिला नि नेपालमा भर्खर भर्खर यो देख्दाखेरि वाउ चाइनिज साग अरे ओ माइ गड महँगो र महँगो हुन्छ भन्दै यहाँनिर आएको त के को हुनु रहेछ हाम्रो चाहिँ बजार पठाउने हो भने चाहिँ यसो टक 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 मिलाउँछ है त्यो टक्कै बक्समा राखेर कस्तो राम्रो देख्छ आकर्षक देखिनुपर्छ अरे क्या बट अहिले त म आफूले खाने हो त्यही भएर नो आकर्षक योपालि सब्जीहरू एकदम हेर्न मन नलाग्ने भएको छ त्यही भएर म खासै सब्जीबारी आउँदिनँ किन भन्नुहुन्छ भने हेर्नु न काँक्राहरू यत्रो यत्रोमै चिच्ला लाग्दैछ यो त बाल विवाहको यस्तो पाल्यो नि होइन यहाँ टमाटर चाहिँ बरु अलिकति आशा लाग्दो भइरहेछ दाइसँग बाँधेको खै के पारा भन्नु अनि यो चाहिँ मुला ओके हुँदै रहेछ मैले उखालेर खेर पालेँ केही छैन कति धेरै बाक्लो छ है यहाँ चाहिँ एकदम खेर जान आँटेको छ यही साग गोड्न भ्याएको छैन राम्रोसँग दाइले नयाँ छर्नु भएको छ के भन्दा धनियाँ यहाँ चाहिँ ओके म चाहिँ अब खान्छु बनाएर